ल अब हामी इफ स्टेटमेन्टको कुरा गर्छौं। इफ स्टेटमेन्ट भनेको के हो त भन्दा पाइथनलाई प्रश्न सोध्न प्रयोग गरिने कुरालाई के भनिन्छ? इफ भनिन्छ है। के भनिन्छ अरे पाइथनलाई प्रश्न सोध्न प्रयोग गरिने नै के हो? इफ हो। जस्तै यदि यस्तो भयो भने यो काम गर, नत्र केही नगरे पनि केही हुँदैन। अथवा भनौं यस्तो भयो भने यो काम गर, नत्र केही नगरे पनि हुन्छ भने जस्तो। यो भनेको अझ सरल भाषामा बुझाउनु पर्दा बच्चालाई सोधे जस्तै हो। यदि होमवर्क सकेको छौ भने खेल्न जाऊ भनेर भनेको। पाइथनलाई यस र नो प्रश्न कसरी सोध्ने त भन्दाखेरि यसमा सधैँ तीनटा कुरा हुन्छ। के हुन्छ? पाइथनलाई प्रश्न सोध्न प्रयोग गरिने कुरालाई नि के भनिन्छ? इफ स्टेटमेन्ट भनिन्छ। यो कुरा बुझ्ने है। आस्क पाइथन यस नो क्वेसन एन्ड लेट इट चुज व्हाट टु डु नेक्स्ट, है त। अब इफमा जहिले पनि तीनटा कुरा प्रयोग गरिन्छ। एउटा भनेको चाहिँ किवर्ड। किवर्डमा इफ किवर्ड नै प्रयोग गरिन्छ पहिला, र त्यसपछि आउने कुरालाई कन्डिसन भनिन्छ। र कन्डिसन अन्त्य चाहिँ केमा हुन्छ त? कोलनमा हुन्छ है। इफ स्टेटमेन्ट किवर्ड हो। किवर्ड भनेको प्रिडिफाइन्ड हो। इफ भनेर पहिला लेखिन्छ, त्यसपछि कन्डिसन उल्लेख गरिन्छ, र कन्डिसन अन्त्य गर्न जहिले पनि कोलनको प्रयोग गरिन्छ। र त्यसपछि आउने कुराहरू चाहिँ के हुन्छ त भन्दा ब्लक अफ कोड भनिन्छ। जस्तै यहाँनेरि हेरौँ। ल मैले एज भनेर डिफाइन गरेँ। यो भेरिएबल हो। यसको बारेमा त अगाडिको लेक्चरमा सबै कभर अप छ है। यो त हेर्ने नि। अब म त्यो डिफाइन गर्दैन अगाडिको कुराहरू। प्लेलिस्टमा गएर सबै कुराहरू हेर्ने। जस्तै मैले एजको लागि मैले उमेर कति राखिदिएँ अहिले भनेको 25 वर्ष भनेर राखिदिएँ है। यदि यही एज चाहिँ ग्रेटर छ भने, ग्रेटर देन कति भन्दा 18 वर्ष भन्दा बढी छ भने अब यसलाई मैले इन्ट गर्छु र प्रिन्ट के गर्छु? हाउ आर यु भन्छु एउटा है, र अर्को लेख्छु म प्रिन्ट हाउ यु डुइङ भनेर अर्को लेख्छु है। त्यस्तै गरी अर्को लेख्छु म प्रिन्ट हाउ अबाउट यो डेज भनेर सोध्छु है त। यसरी तीन कुराहरू मैले एक्जिक्युट गरिरहेको छु। र यदि उमेर कति छ अहिले? 25 छ। 25 ठुलो हो 18 भन्दा भनेर प्रश्न सोध्यो पाइथनलाई है। हो कि हैन त? हो। भएको हुनाले यो तलको ब्लक चाहिँ के भयो त? एक्जिक्युट भयो, देखायो है। अब मैले भनिहालेँ इफको स्ट्रक्चर के हुन्छ अरे? इफ किवर्ड हुन्छ, त्यसपछि कन्डिसन हुन्छ, अनि कोलन हुन्छ है त। ब्लक भनेको के हो भन्ने कुरा बुझौँ। इफ भित्रको कामलाई चाहिँ ब्लक भनिन्छ। ब्लक चिन्ने तरिका भनेको सबै लाइन एकै ठाउँबाट सुरु हुन्छ। सबै लाइन एकै ठाउँबाट सुरु हुन्छ। जस्तो यो इफको ब्लक कुन हो भनेर हेर्ने भने यिनीहरू जति पनि देखिएका कुराहरू छन् सबै यो इफ भित्रको ब्लकको कुराहरू हो। प्रिन्ट एउटै लाइनमा छ कि छैन यिनीहरू? ठिक छ, एउटै लाइनमा छ नि। र जहिले पनि नर्मल्ली 4 लाइन स्पेसबाट लेखिन्छ है त। यहाँबाट यो कुराहरू जति पनि छ, यो तलपट्टिको कुराहरू, यो चाहिँ यो ब्लकको हो है। यी सबै कुराहरू चाहिँ एउटा ब्लकले जनाउँछ है त। र यो जहिले पनि मिक्स म्याक्स गर्न मिल्दैन। जस्तो मैले यसलाई यता लगेँ भने इरोर फ्याल्छ है त। यसलाई ठ्याक्क इन्टेन्ड मिलाउने भन्छ। यहाँ पनि आउँछ त्यो कुरा। त्यसलाई के गर्ने त? इन्टेन्ड मिलाउने भन्छ। युज द सेम इन्टेन्डेसन फर एभ्री लाइन इन द ब्लक भनेको हो। यसलाई मैले यतापट्टि पनि ल्याउन मिल्दैन है त। यसलाई मैले यतापट्टि पनि ठेल्न मिल्दैन। जस्तै मैले यसलाई अहिले ठिक छ, अहिले रन भइरहेको छ है। यसलाई मैले यतापट्टि लगेँ, यसको इन्टेन्ड मिलेन। अब यस्तो केसमा पाइथन कन्फ्युज हुन्छ। त्यो कन्फ्युज गरायो भने इरोर फाल्छ। के फाल्छ? अनएक्सपेक्टेड इन्टेन्ड भन्छ। त्यसैले पाइथनमा सबैभन्दा मुख्य कुरो भनेको चाहिँ इन्टेन्ड मिलाउनु भन्ने कुरा हो है। अब इन्टेन्ड इरोर भनेको के हो भन्ने कुरा बुझ्यो है त। अब स्पेसहरू चाहिँ नर्मल्ली कति हुन्छ भन्ने मैले कुरा गरेँ। पाइथन कन्फ्युज हुन्छ इन्टेन्ड मिलेन भने है। त्यही भएर इरोर दिन्छ। ब्लकभित्र सबै लाइन चाहिँ एउटै स्पेसमा हुनुपर्छ। नर्मल रुल भनेको चाहिँ 4 स्पेस हो है त।
अब कन्डिसन र सिम्बोलहरू पनि बुझौँ, कन्डिसन र सिम्बोलहरू बुझौँ है। यो हाम्रो पाइथन फर अल सिरिज हो है, यो आधारभूत कुराहरू बुझ्ने। अब मैले यो कुरा बुझाइसकेँ, यो इन्टेन्ट मिक्सिङ स्पेस 4 भर्सेस 6 कस्तो कस्तो इस्युहरू फाल्छ, अनएक्सपेक्टेड इन्टेन्टहरू भन्ने कुरा मैले अहिले यिनीहरू पनि देखाइहालेँ है त। यसरी गऱ्यो भने यो अनइन्टेन्ट फाल्छ, त्यसैले सबै मिलाउनुपर्छ भन्ने कुरा गरेँ मैले है। अब कन्डिसन सिम्बोल्सहरूमा चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ प्रयोग गर्न मिल्छ त, जस्तो यहाँ अहिले मैले के लेखाएको छु, यो ग्रेटर देन र इक्वल टु भन्ने युज गरेको छु। त्यस्तै के प्रयोग गर्न मिल्छ त, जस्तै एउटा इक्वल टुको लागि यो सिम्बल प्रयोग गरिन्छ, नट इक्वल टुको लागि यो सिम्बल प्रयोग गरिन्छ, ग्रेटर देनको लागि यो प्रयोग गरिन्छ है, लेस देनको लागि यो प्रयोग गरिन्छ। एवं रीतले यसरी ग्रेटर, लेस र इक्वल टुको प्रयोग चाहिँ कन्डिसनमा प्रयोग गर्न सकिन्छ। यो कहाँ प्रयोग गर्न सकिन्छ त भन्दाखेरि किवर्ड आयो र किवर्ड पछि लेखेका कुराहरू चाहिँ कन्डिसन, यहाँ आयो नि एज भनेर, यो इफ लेख्यौ होइन, यो किवर्ड भयो। अब त्यसपछि यहाँ चाहिँ तिमीले यो कन्डिसनहरूमा चाहिँ यहाँनिर त्यो सिम्बोलहरू प्रयोग गर्न सकिन्छ, यी सिम्बोलहरू है त। आफूलाई कस्तो युज गर्ने त्यही अनुसार, कस्तो लोजिक डेभलप गर्ने त्यही अनुसार ती सिम्बोलहरूको प्रयोग गरिन्छ है। जस्तै म एउटा उदाहरण प्रस्तुत गरौँ, ग्रेटर देन र इक्वल टुको उदाहरण प्रस्तुत गरौँ है त। ग्रेटर देन भन्दा नि सुरुमा इक्वल टुकै उदाहरण हेरौँ न, एउटा इक्वल टुको उदाहरण हेरौँ, एज बराबर दिएरै हेरौँ न। जस्तै यसलाई म कन्ट्रोल प्लस नै गरेँ, अझै जुम गरेँ, मैले यसलाई यसो नै गरेँ। सपोज मैले एज इक्वल टु 10 र इफ एज इक्वल टु 10 दिएँ भने प्रिन्ट पछि ब्राउन। अहिलेको लागि चाहिँ मैले यसलाई काटिदिएँ है त। अब म एक्जिक्युट गरेर हेर्छु, अहिले केही पनि कन्डिसन छैन, सिम्पली यो केही पनि देखाउने भएन। तर मैले यदि यो एजको ठाउँमा चाहिँ भ्यालु कति राखिदिएँ त, 10 राखिदिएँ भने अब यसले यसलाई कम्पेयर गर्छ, यसको भ्यालु 10 बराबर 10 हो भन्छ, हो। त्यसो भने यो स्टेटमेन्ट एक्जिक्युट हो है। हस् त ब्राउन एन्ड स्टिक, हस् त ब्राउन एन्ड स्टिक, ठिक छ, यो कुरा बुझ्यो है, त्यो कुरा हो। अब त्यस्तै गरी अर्को स्टेटमेन्टको बारेमा पनि हेर्ने हो भने अर्को पनि लगाएर ग्रेटर देन इक्वल टुको पनि म एउटा उदाहरण प्रस्तुत गर्छु। यसरी नै त्यसलाई के गरौँ भन्दा यसैको ठाउँमा ग्रेटर देन इक्वल टु यहीँनिर लगाऊँ। ल यहाँ अलिकति कन्फ्युज हुन्छ, ल म सेकेन्ड लाइनमा यो कुरा लेख्छु है त। अब ग्रेटर देन इक्वल टु लगाएँ, 10 भनेर लगाएँ। अब म यसलाई एक्जिक्युट गर्छु, ठिक छ। अब सपोज म यहाँ 12 लगाउँछु, एक्जिक्युट। किन एक्जिक्युट भयो, आउने भ्यालु यो 12 यहाँ कम्पेयर गरेर हेर्छ, 12 ठुलो हो 10 भन्दा, ठुलो वा बराबर हो 10 भन्दा, हो। तर यदि यहाँ मैले कति लगाइदिएँ भन्दा 6 लगाइदिएँ भने अब एक्जिक्युट हुन्छ, हुँदैन, यो एक्जिक्युट हुँदैन है त। कुरा बुझ्यो। त्यसैले अघि मैले के बुझाउन खोजिरहेको थिएँ, इफ भनेको के अरे त, इफ भनेको के अरे त, के भनेको थिएँ सम्झिनु है। यदि यस्तो भयो भने यो काम गर, नत्र केही नगरे पनि हुन्छ। के अरे, यदि यस्तो भयो भने, यदि यस्तो भयो भने यो काम गर, नभए पनि हुन्छ भनेको है त। ल अब हाम्रो लेक्चर कन्टिन्यू हुन्छ। अब चाहिँ हामी पाइथनको भित्र छिर्छौँ है। अब भित्र छिरिसकेर इफ एल्सको कुरा गर्छौँ, फर लुपको कुरा गर्छौँ, वाइलको कुरा गर्छौँ। एकदम कन्सन्ट्रेट हुने है त। ल हस्, थ्याङ्क यू, किप लर्निङ।